एभ्रिवान, तपाईहरु सबैजनालाई नमस्कार है। यो आज चाहिँ मोदी केयरको यो प्लान विषयमा चाहिँ तपाईहरुसँग अलिकति यहाँनिर पेपरमा कोरेर बताइदिँदैछु है। जति चाहिँ नयाँहरू जोडिनु हुँदैछ उहाँहरूले चाहिँ भिडियो मार्फत मलाई अलिकति व्हाट्सएपमा सेयर गरिदिनुस् न भन्नुहुँदैछ नि त है। अन्त चाहिँ मैले तपाईहरुको लागि यहाँनिर एउटा यो कस्तो प्रकारले चाहिँ हामी यहाँनिर मोदी केयरमा एकदमै अहिले राम्रो प्लान आएको छ है, जो चाहिँ पावर अफ 4। यो चारटै उसमै हामी सबै चिज, घर, गाडी, इन्कम सबै यहाँ। पहिला चाहिँ हामी 14वटा लेख बनाउनु पर्थ्यो है, तर अहिले चाहिँ यहाँ चारटै लेखमा सबै चिज पाउँछ है। यहाँ हेर्नुहोस् है कस्तो प्रकारले चाहिँ हामीले यहाँनिरबाट सजिलो हामीले पैसा यहाँबाट बनाउनु सक्दो रहेछ है। जस्तै तपाईँको पर्चेस 50 PB को भयो अरे है। यहाँ तपाईँको A B C D चारजना मान्छे तपाईँले आफ्नो अन्डरमा सेयरिङ गर्नु पर्यो है। A लाई पनि तपाईँले 50 PB, B लाई पनि 50 PB, C लाई पनि 50 PB अनि D लाई पनि 50 PB गरायो भने चाहिँ के हुन्छ भन्दा चाहिँ फर्स्ट माइलस्टोन भन्छ यसलाई चाहिँ। यसमा चाहिँ फर्स्ट माइलस्टोन चाहिँ तपाईँको क्लियर हुन्छ। त्यसमा चाहिँ तपाईँको 980 रुपियाँ टु 1000 एप्रोक्सिमेटली है। यति चाहिँ तपाईँको त्यो फर्स्ट मन्थमै तपाईँ जोइन हुनु बित्तिकै है, यति चाहिँ तपाईँको पैसा यहाँ खातामा अकाउन्टमा पस्छ है। जसले चाहिँ यहाँबाट इन्कम गर्नु चाहनुहुन्छ है, इन्कम नगरे पनि यति चारजनालाई सेयरिङ गऱ्यो भने आफ्नो मन्थली सपिङ 50 PB गर्नुभयो है। 50 PB चाहिँ अराउन्ड 3000 नभए 2400-2500मा पनि बनिन्छ। यो चाहिँ अब प्रडक्ट हेरेर हुन्छ, तर 3000मा चाहिँ 50-50 आरामले बनिन्छ है। तपाईँको यति 980 रुपियाँ तपाईँको ब्याक भइहाल्छ है। अनि यसलाई पनि त्यस्तै प्रकारले यसलाई पनि तपाईँले यही 50 PB मै कन्भर्ट गरिदिनु भयो भने यहाँनिर A1 AB गरेर यहाँ यतिमा यो चारजनामा यसको 50-50 PB गर्दाखेरि कति भयो 200। यो अल टुगेदर 250। यहाँ पनि त्यस्तै उहाँहरूलाई पनि यो 980, यसको पनि 980, B को पनि है 50 PB। अन्त यहाँ 50 PB को यसमा चारजनालाई गराउँदा C को पनि 200 PB अनि D को चारजनालाई 200 PB गराउँदाखेरि चाहिँ के भयो भन्दा चाहिँ यसको पनि 980 बन्यो, यसको पनि 980, यसको पनि 980, यसको पनि 980। उहाँहरूलाई पनि फर्स्ट मन्थमा तपाईँ 980 टु 1000 इन्कम बनाइदिनु भयो है। यो हुँदा चाहिँ के हुन्छ भन्दा चाहिँ तपाईँको यो हुँदा चाहिँ सेकेन्ड माइलस्टोन क्लियर हुन्छ। सेकेन्ड माइलस्टोनमा चाहिँ तपाईँको 1820 रुपियाँ तपाईँको यहाँ बनिन्छ है। अनि यहाँनिर आफ्नो 50 PB लाई चाहिँ तपाईँले यो 50 गर्दिनँ म 100 गर्छु भन्यो भने तपाईँको यहाँनिर 1100 GPB बनिन्छ है। 1100 PB बनिँदाखेरि चाहिँ GPB बनिँदाखेरि चाहिँ GPB भनेको चाहिँ ग्रुपको जसलाई सबैको जोडेर है 1100 बनिँदा चाहिँ के हुन्छ भन्दा चाहिँ यहाँ चाहिँ डाइरेक्टर बनिन्छ। डाइरेक्टरको इन्कम चाहिँ 4900 टु 5000 यति भयो। यति 100-200 यताउति हुनसक्छ, तर तपाईँको 5000 चाहिँ अब आउँछ है। जस्ट 11 यो यसमा बनिनु भएको छ भने फर्स्ट नयाँ हुनुहुन्छ भने तपाईँको 5000 आरामले आउँछ, जो पनि नयाँ हुनुहुन्छ है। होइन सेकेन्ड माइलस्टोन गऱ्यो भने चाहिँ 1820 आउँछ, तर यहाँ 50 PB म बढाउँछु भने चाहिँ तपाईँको 1100 GPB मा चाहिँ तपाईँ डाइरेक्टर हुन्छ है। बुझ्नुभयो होला, यो तपाईँको क्लियर भयो होला है। अनि त्यस्तै प्रकारले तपाईँहरू नेक्स्ट लेभल अब यो A लाई तपाईँले डाइरेक्टर बनाउनु भयो अरे होइन। यसलाई डाइरेक्टर बनाउनु भयो भने तपाईँ सिनियर डाइरेक्टर हुनुहुन्छ। सिनियर डाइरेक्टरमा 7000, यहाँ मैले मिनिममलाई पक्रेको छु है, योभन्दा बेसी पनि आउनुसक्छ। 7000 आउँछ तपाईँको। यसमा चाहिँ तपाईँको नेसनल टुर पनि तपाईँको इन्क्लुड हुन्छ। डाइरेक्टरमा चाहिँ नेसनल टुर प्लस यसमा चाहिँ बाइक फन्ड दुईवटा पाउनुहुन्छ। सिनियर डाइरेक्टर्समा नेसनल टुर र मेन्टरसिप बोनस भन्छ। त्यो मेन्टरसिप बोनस चाहिँ यो लेखमा जस्तै तपाईँको यो लेखमा 3600 PB को बिजनेस भयो भने चाहिँ तपाईँको मेन्टरसिप बोनस पनि यसमा प्लस हुँदाखेरि चाहिँ तपाईँको अब यसमा 10,000हरू बनिन्छ। 10,000 है। अब बिजनेस हेरी हुन्छ, तर अब बेसी त्योभन्दा बेसी पनि हुनसक्छ है। यहाँ 5000 पनि आउनुसक्छ। मेन्टरसिपमा गर्दाखेरि तपाईँको सिनियर डाइरेक्टरमा 12000हरू पनि आउँछ है। अनि मेन्टरसिप बोनस एड भएर चाहिँ है। अनि त्यस्तै प्रकारले तपाईँले B लाई पनि डाइरेक्टर निकाल्दियो भने तपाईँ
इडी बनिन्छ, एक्जिक्युटिभ डाइरेक्टर। यसमा तपाईँको सिम्पल एलपिबी त्यो जुन चाहिँ मेन्टरसिप बोनस बिना पनि 10,000 आइहाल्छ। यो त मेन्टरसिप लगाएर बनिएको है। विदाउट मेन्टरसिप चाहिँ तपाईँको 7,000 अनि इडीमा चाहिँ 10,000। त्यस्तै प्रकारले फेरि सीलाई पनि तपाईँले डाइरेक्टर बनाइदियो अरे, सबलाई 5,000को होइन। त्यस्तो एसिडी भन्छ यसलाई चाहिँ सिनियर एक्जिक्युटिभ डाइरेक्टर है। सिनियर एक्जिक्युटिभ डाइरेक्टरमा तपाईँको 12 कम्ती पक्रेको छु मैले यहाँ। योभन्दा बेसी पनि हुन्छ, योभन्दा बेसी इडीमा पनि 15,000हरू अब आएकै थियो मेरो है। अब बिजनेस हेरेर हुन्छ, तर यो कम्तीलाई मैले पक्रेर लिएको छु यहाँ 12,000 है। अनि त्यस्तै प्रकारले तपाईँले यसलाई पनि यो डीलाई पनि डाइरेक्टर बनाइदियो भने चाहिँ यहाँ चाहिँ प्लेटिनियम डाइरेक्टर बनिनुहुन्छ। यहाँनिर तपाईँको 20,000 to 50,000। यो तपाईँमा डिपेन्ड गर्छ है, अब कति अब प्रकारले कस्तो प्रकारले बिजनेस गर्नुहुन्छ। एलपिबी लेखहरू जस्तो एलपिबी लेख यो एबीलाई एलपिबी लेख लानुभयो भने तपाईँको 50,000 आरामले आउँछ है। अनि एउटा चाहिँ मजेदार कुरा चाहिँ के छ भन्दा चाहिँ यो सिनियर डाइरेक्टर आफ्नो मुनि 3टा डाइरेक्टर हुँदा सिनियर डाइरेक्टर हुन्छ नि है, त्यति बेला चाहिँ यहाँदेखि चाहिँ कार फन्ड चाहिँ कम्पनीबाट कार फन्ड पनि पस्छ एक्स्ट्रा है। अनि प्लेटिनियम डाइरेक्टरमा चाहिँ के हुन्छ भन्दा चाहिँ कार फन्ड प्लस हाउस फन्ड, घर किन्ने पैसा पनि मदिकेयरबाट पाउनुहुन्छ है। यही 4टै लेखमा तपाईँले जसलाई आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ है। प्लस आफ्नो अब कसैलाई पनि यहाँबाट इन्कम बनाइदिने एउटा प्लेटफर्म दिनु सक्नुहुन्छ। उहाँहरूलाई पनि यसरी नै जागरुक गरेर है, यति भन्न चाहन्छु है। अब तपाईँले यो प्लान भएको चाहिँ अब यति यो तपाईँको लागि जति सक्दो मैले सुविस्ता सजिलो वेमा बताइदिएको छु है। कति बुझ्नुभयो के बुझ्नुभयो है, तपाईँहरूको अलिकति सुविस्ताको लागि चाहिँ मैले यो गरिदिएको छु है। नयाँभन्दा नयाँ मान्छे पनि फर्स्ट सुरुमै तपाईँहरू 5,000 इन्कममा पुग्नु सक्नुहुन्छ डाइरेक्ट हिट गरेर है। जुन चाहिँ यो 50BB कल्चरलाई चाहिँ यो गरेर फलो गरेर 1 2 3 4 4जना आफ्नो मुनि लगायो। यो 4जनालाई पनि 4जना टिम पावर अफ 16, यो यति टिममा चाहिँ 16जना बन्नेको हुन्छ। पावर अफ 16मा चाहिँ तपाईँको टिममा जब 16जना मान्छे अब तपाईँहरूले सेयरिङ गर्नुहुन्छ है, त्यति बेला चाहिँ तपाईँ 5,000 इन्कममा चाहिँ फर्स्ट मन्थमै पनि पुग्नु सक्नुहुन्छ। हुन्छ, थ्याङ्क यू।